सो अहिले चाहिँ आइसकेको थिएँ म कपाल काट्नु। सो कपाल चाहिँ अचानक किन काट्नु आएको थिएँ भनेर जान्नुको लागि भिडियोलाई अन्तिमसम्म हेर्नु होला। सो हेलो गाइस, वेलकम ब्याक टु माई अनदर न्यू ब्लग। आशा गर्छु तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि यहाँ सन्चै छु भन्दै आजको भिडियोको सुरुवात चाहिँ भइसकेको छ। सो अहिले चाहिँ म कपाल सपाल काटिसकेर जाँदै थिएँ रुमतिर जाँदा चाहिँ मलाई अचानक याद आयो कि केही सामानहरू किन्नु छ भनेर। सो के सामान हो त्यो तपाईँहरूलाई म देखाउँदिनँ, म दोकानभित्र पसेर चाहिँ तपाईँहरूलाई भिडियो देखाउने छु। र सामानहरू हेर्नुको लागि चाहिँ म यहाँ दोकानभित्र पसिसकेको छु र के किन्नु आँटेको छु त्यो चाहिँ तपाईँहरू गेस गरेर कमेन्ट गर्नु। के सामान लिए तपाईँहरू मेरो भिडियोमा नोटिस गर्नु होला। सो अहिले चाहिँ मैले सामानहरू चाहिँ लिइसकेको थिएँ तर दाम मिलेको थिएन, त्यही लागि म चाहिँ डिस्काउन्ट गरिरहेको थिएँ र फाइनली म चाहिँ बाहिर आइसकेको छु र तपाईँहरूले केही चेन्जेस देख्नुभयो होला। मैले केही सामान किनेँ भनेर तपाईँहरूले देख्नु सक्नुहुन्छ, मैले देखाएको छुइनँ त्यस्तो गरी होइन। सो फाइनली म चाहिँ तपाईँहरूलाई भन्नु जाँदैछु किन चाहिँ म फाइनली कपाल काट्नु गएँ भनेर। कपाल चाहिँ किन काट्नु गएको भन्दाखेरि आज चाहिँ म फाइनली 2 सालको बादमा भोलि म घर जाँदैछु, त्यही भएर चाहिँ कपाल सपाल काट्नु अलिअलि बजारहरू गर्नुको लागि म निस्केको थिएँ र बजार सजार गरिसकेर चाहिँ फाइनली म रुममा आइसकेको छु। सो रुममा आएर चाहिँ म लगाउँदै थिएँ टाउकोमा मेहन्दी चाहिँ किन लगाउँदैछु भन्दाखेरि मेरो चाहिँ कपाल पुरै सेतो भइरहेछ, तपाईँहरू भिडियोमा देख्नु सक्नुहुन्छ होला। सो त्यही लागि चाहिँ म मेहन्दी नलाउँदाखेरि पनि पुरै सेतो देखिन्छ, त्यही भएर चाहिँ मैले मेहन्दी लगाउँदै थिएँ। सो यो कलर लगाइसकेपछि चाहिँ मलाई चाहिँ एउटा सोच आयो कि फेसमा केही लगाऊँ भनेर। मैले पहिला पनि लगाउँथेँ, 1-2 बार लगाएको थिएँ र त्यसको लागि चाहिँ मैले टर्मरिक पाउडर र बेसन युज गर्छु। पहिला पनि फेसमा जो ओइली फेसहरू भयो भने म चाहिँ 1 महिनामा 3 महिनामा 4 महिनामा 1 बार लगाउँथेँ कि त्यो चाहिँ मलाई याद आयो पुरा फेस ओइली भइरहेको थियो, त्यही भएर चाहिँ यो पनि म लगाउँदै थिएँ। सो घर जाने मान्छे अब अलिक ह्यान्डसम त हुनु पऱ्यो नि त होइन। सो त्यसको लागि चाहिँ म लगाउँदै थिएँ फेसमा। सो यो चाहिँ लगाइसके पछाडि चाहिँ मेरो लुक्स चाहिँ यस्तो भइरहेको छ। सो हेर्नु सक्नुहुन्छ तपाईँहरू। यो भिडियो चाहिँ मेरो जानुभन्दा 1 दिन अगाडिको हो। सो भोलि जाँदाखेरिको पनि भिडियोहरू म दिन्छु गाइस। सो सपोर्ट चाहिँ पुरा फुल सपोर्ट गरिदिनु होला। सो त्यही भन्नु चाहन्छु र त्यो सब गरिसकेर चाहिँ मैले भोलि जानुको लागि अब कपडा सपडा पनि धुलाएको थिएँ, त्यो सब उठाउनु चाहिँ गइरहेको थिएँ। सो आजको लागि चाहिँ यति नै, बाई बाई, भेट्नु।